फाइनली गाइजहरु आज चाहिँ हामी यो दोबाटेमा चाहिँ एभरेस्ट भ्यू टपमा चाहिँ घुम्न आएको छौँ। नजिकै भए तापनि हामी चाहिँ धेरै समय पछाडि घुम्न आइयो साथीभाइहरूसँग। र यदि तपाईहरुलाई यो ठाउँमा घुम्ने आउने इच्छा छ भने चाहिँ आउनु होला। यो ठाउँ यति रमणीय ठाउँ छ कि यो ठाउँमा आएपछि चाहिँ मनै आनन्द हुन्छ। यति हरियाली चौरीहरूदेखि लिएर चाहिँ अब तपाईले माउन्टेनहरू एभरेस्ट भ्यू टपहरूदेखि लिएर सगरमाथालाई चाहिँ निहाल्न सक्नुहुन्छ। सो त्यसैले यो ठाउँमा आउनु होला। तपाईहरुलाई आउनको लागि चाहिँ थोरै बाटो अलिकति विकट गाह्रो भए पनि अब तापनि तपाईलाई आउँदा चाहिँ यो ठाउँको बिचैमा घुम्न आएछ जस्तो लाग्ला बाटोमा आउँदै गर्दाखेरि। तर तपाई यो ठाउँमा आइसकेपछि चाहिँ तपाईलाई लाग्छ कि यो ठाउँमा चाहिँ म ओहो धन्न आइपुगेछु घुम्ने ठाउँ भनेको चाहिँ यस्तो हो भन्ने लाग्ने छ। सो त्यसैले यो पहाडको हरियाली डाँडा काँडा र पहाडहरू हेर्ने मन छ भने चाहिँ तपाईँ यो ठाउँमा घुम्न आउन सक्नुहुन्छ। र साथै यदि तपाईलाई तपाईको एउटा गर्मी छल्ने उपयुक्त ठाउँलाई पनि यसलाई मान्न सकिन्छ। किनकि तपाईँ अब अहिले तराईको जग्गाहरुमा कुनै ठाउँमा चाहिँ अहिले फ्यान बिना र एसी बिना बस्न सक्नु भएको छैन भने यो ठाउँमा आउँदा चाहिँ अवश्य पनि तपाईले एउटा भेस्टको हाफ भेस्टमा चाहिँ नआउनु होला। किनकि तपाईले यो ठाउँमा आउँदा चाहिँ ज्याकेट चाहिँ अवश्य ल्याउनु पर्ने छ। त्यस्तो ठाउँ हो, यहाँ चाहिँ गर्मी भन्नेको चाहिँ महसुस पनि गर्न पाइँदैन। सो त्यसैले यो ठाउँलाई चाहिँ घुम्न आउनु होला अवश्य पनि। र यो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। र मेरो भिडियो चाहिँ अब खासै राम्रो लाइक कमेन्ट भ्युजहरू त जाँदैन, त्यही पनि 2-4 जनालाई भयो भने मेरो साथीहरूलाई भए पनि अलिकति यो ठाउँ पनि यस्तो छ है, ओहो यो ठाउँ कस्तो रहेछ, म पनि एकचोटि घुम्न आउन मन लाग्छ कि भनेर चाहिँ यो भिडियो बनाएको। सो त्यसैले लाइक कमेन्ट गरिदिनु होला।